तातो ए दामी छ अरे जनालाई है दामी सिसे भन्ने सेवाहरू जसले सबैलो गुड इभिनिङ भन्दै आजको भ्लगलाई चाहिँ आज चाहिँ साँझ दिन सुरु गर्दैछु। आज चाहिँ के छ भनेदेखिलाई भ्लग चाहिँ आज चाहिँ हामी लोकल कुखुरा चाहिँ है बजीको बनाएर खाने एकदम आफ्नो तरिकामा है गाउँले पारामा है तपाईँहरूले त्यो भिडियो देखाउँछु भिडियोलाई हेर्दै गर्नु होला है त। अब चाहिँ म कुखुरा काट्नुपट्टि लागेँ एकदम हतियार हेरिहाल्नु ल हतियार बोकेर कस्तो छ भन्दा किचनमा नजर कुखुरा रेडी भइहाल्यो। नानी चाहिँ डराउँदैछ हो जुनाले अनि चामल भिजाउँदैछ। चामल चाहिँ अब हामीले चाहिँ सधैँ खाने है त्यही नै लोकल चामल नै है खाने हो लोकलमै बनाउने हो अब यसरी छैन मकैको चामलहरू चाहिँ मकैको चामलसँग चाहिँ बनाउने चाहिँ विचार थियो तर छैन त्यही भएर चाहिँ हामीले सधैँ खाने चामलमै बनाउँदैछौँ। अब एक दिन हामी भिडियो चाहिँ त्यस्तो है लोकल चामलहरूको पनि बनाउँछ तपाईँहरूलाई म देखाउँछु त्यो भिडियो पनि भिडियोलाई हेर्नु ल कहीँ जाने नछु त्यसले चाहिँ यहाँनिर गर्दैछ। यहाँ हाम्रो टमाटर पनि रेडी हुँदैछ अचारको लागि हो चटक्कै टमाटर पनि पोलेको छु अब आगोमा चटक्कै अब पोलेको छु अब लोटामा पिसेर सिलौटामा पिसेर चाहिँ अचार पनि बनाउने आगो पोलिसकेको छ। अब चाहिँ कुखुरालाई पोल्नेतर्फ लाग्नुपर्छ हेभी छ नि त फेरि अलिक आगो पोलेको छैन क्यामेरामा नानी चाहिँ अलिक पछि गर न त्यो भएन त्यही लाइट बन्द आगोले बोलेको छैन नि त बहिनीले ब्लग गर्दैछ नानी दामी खिच्छ ल कान बिराउने पनि छ कान बिराउने यसलाई चाहिँ कान अहिले भने चाहिँ हाम्रो यस कुखुराको किमा रेडी भयो वाचिपाको लागि हिजो उनीहरूले सबै रेडी बनाएको छ। अब यहाँनिर यो वाचिपा बनाउने जुन चाहिँ हो है भुट लाएको छौँ त्यो पनि छ रेडी प्याज टमाटर अब यस्तो भइरहेको छ हो। अन्त भोलिको लागि पनि एकदम भोलि सुपको लागि पनि एकदम रेडी तयारी छ। अब दामी मासु चाहिँ भोलि सुपको लागि फेरि राखिरहेको छु हो यस्तो दामी छ मासु चाहिँ। अब चाहिँ भोलि हो यसको पनि तपाईँहरूलाई भ्लग भोलि देखाउने छु हो। भने चाहिँ हाम्रो 2 घन्टा 2.5 घन्टा प्रतीक्षा पछाडि चाहिँ एकदमै वाचिपा चाहिँ हाम्रो रेडी भइसकेको छ तयारी खाने अब खानुको लागि मात्रै है तयारी अवस्थामा छ। यता छ अचार हो एकदम सिलौटोमा पिसेको अचार यहाँ जुनाले चाहिँ पस्किँदैछ अब चाहिँ 3 जना बसेर मजाले खाने हो जुनाले चाहिँ पस्किँदैछ अब यस्तो भएछ है ल जुना खै कस्तो भएछ टेस्ट टक्कै अब चाहिँ परिवार बसेर चाहिँ हामी चाहिँ सुरु गऱ्यौँ है त आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो सो राम्रो लाग्यो भने चाहिँ कमेन्ट गरिदिनु सेयर पनि गरिदिनु होला। ल टेस्ट गरौँ त यसै
जुन खाएर र तिमी पहिला आज सधैँ मै खान्छु जुनले टेस्ट गर्दैछ कस्तो रहेछ ओके पहिला निलेर मात्रै भन्नुहोस् है मुखमा लाएर होइन निले त नानी ला पापा हेर्नुहोस् त लु 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 यो हालिदिन्छ अलिक नानीलाई चाहिँ नानीले चाहिँ यो पनि टमेटो यो टमेटो सस पनि किन लु 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 नानी पनि खाऊ जे खाऊ त कस्तो छ नानीले पनि आज बताइदिन्छ है टेस्ट आमै फुकेर तातो ए दामी छ अरे